सम्पूर्ण सरहरूमा अ, नमस्कार। आज हामी यो विद्यालय तहको इमेज सम्बन्धी केही जानकारी लिनेछौँ, जुनमा यो हामीले अहिले EFT प्रयोजनका लागि जुन शिक्षकहरूको विवरण मागेका छौँ, त्यो EFT प्रयोजनका लागि यदि यहाँहरूले इमेजलाई सत्यापन गरिदिनु भयो भने त्यो विवरण इमेजबाटै हामी लिन सक्छौँ। र यो शैक्षिक सूचनाको एउटा महत्त्वपूर्ण माध्यम भएकाले पनि यहाँहरूले आफ्नो विद्यालयको इमेजलाई सत्यापन गरेर राखिदिनु होला। यसको लागि जुन EFT प्रयोजनको लागि हामी अहिले टिचर विवरण मात्रै हेर्नेछौँ। त्यसको लागि तपाईँहरूले आफ्नो विद्यालयको इमेज कोड खोल्नुहोला। मैले एउटा विद्यालयको यहाँ इमेज कोड खोल्छु। जस्तै यो मेरोमा आइसकेको छ र यसरी यहाँ पासवर्ड राख्नुहोला र यो क्याप्च लक हाल्नुहोला र लगइन गर्नुहोला। यसरी यो दुर्गा सेकेन्डरी स्कुलको इमेज लिइसकेको छ। अब तपाईँहरूले त्यो विवरणको लागि जुन हाम्रो EFTका लागि हामीले यहाँहरूसँग विवरण मागेका छौँ, त्यो विवरण हजुरहरूले इमेजबाटै हामीलाई प्रदान गर्नका निमित्त तपाईँहरू टिचर स्टाफमा जानुहोला र टिचरमा जानुहोला। टिचरमा गइसकेपछि यसरी खुल्छ। यसरी खोलिसकेपछि डाइरेक्ट यहाँ लोड गरिदिनु होला। लोड गरिसक्यो भने सकभर यहाँहरूले सबै शिक्षकको विवरण योमा सत्यापन गरेर अपडेट गरिदिनु होला। अहिले हामीले यहाँ गणेश बहादुर कलेल सरको हेर्दैछौँ। एक्सनमा जानुहोला। एक्सनमा गइसकेपछि एडिटमा जानुहोला र एडिटमा यसरी क्लिक गर्नुहोला। यसरी उहाँको विवरण देखाएको छ र तपाईँहरूको पनि देखाउँछ। यदि नेसनल ID नम्बर, यो राष्ट्रिय परिचय पत्र नम्बर छ, त्यो आएको छ भने यहाँ राखिदिनु होला। नाम यो इङ्ग्लिसमा हो। इङ्ग्लिसमा यहाँनिर नाम राख्दाखेरि तपाईँहरूले चेकमा भएको विवरण जुन चेकमा छ त्यो बैङ्क खाता अनुसार यहाँ राखिदिनु होला। जसै राख्ने बेला सकभर क्यापिटल लेटरमा GANESS गणेश बहादुर बहादुर कलेल यसरी यो क्यापिटल लेटरमै राखिदिनु होला। र अहिले इङ्ग्लिसले थपेको एउटा यो शिक्षकको नाम नेपालीमा भन्ने छ, योमा चाहिँ नेपालीमा नाम थप राखिदिनु होला। र यहाँ जेन्डर मेल फिमेल जानु होला र यहाँ डेट अफ बर्थ उहाँले राखिसक्नु भएको छ, यो सकभर सही नै होला भन्ने हो। अनि अर्को यता सिटिजनसिप नम्बर राख्नु होला र जिल्ला सिटिजनसिप जारी गर्ने जिल्ला छान्नु होला र पर्मानेन्ट एड्रेस राख्नु होला। पर्मानेन्ट एड्रेस राखिसकेपछि यता तल टेम्पोररी एड्रेस देखाउँछ। यदि पर्मानेन्ट एड्रेस र टेम्पोररी एड्रेस एउटै छ भने यहाँनिर टिक लगाइदिनु होला। यहाँनिर टिक लगायो भने यो पर्मानेन्ट एड्रेस हुन्छ, त्यो अटोमेटिक आइहाल्छ। अनि फादर नेम, मदर नेम विवरणहरू भरिदिनु होला हजुरहरूले। यो भरिसक्यो भने अब EFT प्रयोजनका लागि आवश्यक पर्ने एउटा त शिक्षकको नाम इङ्ग्लिसमा भइमै हाल्यो। यदि यहाँहरूको जुन शिक्षकको नाम इङ्ग्लिसमा यता फेरि गए म त्यो मिडल नेम जसको चेकमा स्पेस छैन, उहाँहरूले यहाँनिर राखिदिनु होला। फर्स्ट नाममा जसै यहाँनिर मैले गणेश मात्रै राखेको छु, यसलाई यसो राखिदिनु होला। यदि स्पेस छैन भने, स्पेस छ भने यता बहादुर भनेर राखिदिनु होला। अहिले मैले यसलाई हटाएँ, यसो राखिदिनु होला। स्पेस छैन भने यहाँनिर राखिदियो भने स्पेस आउँदैन र यहाँ लास्ट नेम राखिदिनु होला, सिद्धिन्छ। अनि अर्को यहाँ पान नम्बर, एक त टिचरको पान नम्बर राखिदिनु होला। पान नम्बर राखिसक्यो भने यहाँ कुन ब्याङ्क हो, ब्याङ्क छनौट गर्नु होला, ब्याङ्क आउँछ र खाता नम्बर ब्याङ्कमा जुन शिक्षकको यो खाता नम्बर हो त्यो लिएर यसरी राख्नु होला। यो स्थायी शिक्षक पदमा सिटोल नम्बर राखिदिनु होला। सिटोल नम्बर अनि टिचिङ लाइसेन्स नम्बर, कर्मचारी सञ्चय कोष नम्बर, नागरिक लगानी कोष। यो भनेको नागरिक लगानी कोष भनेको स्वैच्छिक बचत वृद्धि भन्नेवाला हो। योमा प्राय सरहरूले काटेको छैन जस्तो लाग्छ मलाई। योमा हजुरहरूले अहिले राखिदिने गरेको के छ भने यो इन्सुरेन्स नम्बर यहाँहरूले राखिदिनु भएको छ। यो उहाँको इन्सुरेन्स नम्बर हो। यसलाई चाहिँ यहाँबाट
कन्ट्रोल एक्स शाब्दिक बीमा हो यो शाब्दिक बीमा यता राख्दैन होला शाब्दिक बीमा कोष नम्बर यहाँ छ अब योगदानमा आधारित अहिले सुरुवात भएको छैन त्यो 82 वैशाख 1 पछिका शीर्षकहरूको रूपमा मात्रै लागू हुन्छ र यति भइसक्यो भने यहाँहरूले यसलाई बेसिक इन्फर्मेसन सेभ गरिदिनु होला सेभ गरिसक्यो भने अब यसलाई हजुरहरूले मैले भनेको विवरण अपडेट भयो कि भएन मानव स्थायी शिक्षकहरूको एकजना हेरेँ मैले यो सम्राट जोशी सरको उहाँले यो नागरिक लगानी कोषमा शाब्दिक बिमाको नम्बर राखिदिनु भएको छ यसलाई यहाँ पेस्ट गरिदिनु होला यो बेसिक इन्फर्मेसन सेभ गर्नु होला अब हजुरहरूले मैले राखेको विवरण गयो कि गएन भन्नलाई यता हेर्नु होला धेरैजना सरहरूको गुनासो हामीले विवरण भरेका छौँ देखाएन भन्ने छ त्यो भनेको हजुरहरूले नागरिक लगानी कोषमा राखिदिनु भएको छ त्यो नागरिक लगानी कोषमा राखेको विवरण नागरिक लगानी कोषमा नै देखाउने हो इन्सुरेन्समा देखाउने होइन त्यही भएकाले त्यो नम्बर शाब्दिक बिमा कोषमा राखिदिनु होला र अब हजुरहरूले जुन विवरण गर्नुभएको छ त्यो विवरण मैले भरेको विवरण अपडेट भयो कि भएन भन्नलाई यता रिपोर्टमा जानु होला रिपोर्टमा गइसकेपछि यहाँ स्कुल रिलेटेड स्टुडेन्ट रिलेटेड एक्जामिनेसन रिलेटेड भन्ने आउँछ यहाँ टिचर रिलेटेडमा जानु होला र टिचर इन्फर्मेसनमा जानु होला टिचर इन्फर्मेसनमा यहाँ लोड गरिदिनु होला लोड गरेर यहाँ सरहरूको सम्पूर्ण विवरण आउँछ हजुरहरूले भरे अनुसार आउँछ अब यसलाई पनि रुजु गर्नु होला यता हामीले गणेश बहादुर कलेल सरको गरेका थियौँ गणेश बहादुर कलेल सरको इन्सुरेन्स नम्बर अब आयो कि आएन सिट नम्बर इन्सुरेन्स नम्बर यता छ इन्सुरेन्स नम्बर गणेश बहादुर कलेल सरको इन्सुरेन्स नम्बर आइसकेको छ यो कर्मचारी सञ्चय कोष नम्बर पनि आइसकेको छ छिटो नम्बर पनि आइसकेको छ यसरी अपडेट गरिदिनु भयो भने अर्को हामीले यहाँ नवराज जोशी सरको हेरेका थियौँ अर्को स्थायी शिक्षकको यो सुखदेव राणा सर पनि यता हेर्नु होला र यो विवरण आउँछ अनि यो पालिकामा डाउनलोड गरेपछि पनि यही विवरण नै डाउनलोड हुन्छ हस्त धन्यवाद